मर्निङ गाइज है आज चाहिँ भर्खरै उठ्यो। अब एकैछिनमा गर्ने के अरे स्पिडतिर लागिन्छ होला। यहाँ अब ब्रेकफास्ट गरेर जस्ट सी द सिनेरी ब्युटिफुल फार्मबाट देखिने घरको खोल्ने बित्तिकै देखिने ठाउँहरू होइन। आजको फार्महरू होइन, गाडीहरू छ, पहाड गाडिने छ, एकदम महिनामा हिउँ लाग्छ त्यहाँ। सो अब हामी लागिरहेछौँ ठुलो भाइ यार बल्ल हिँड्दैछौँ है हाम्रो स्प्रिङको लागि। यतितिर छ अहिलेसम्म नि हामी ठुलो बाउ चस्मा लगाएर रेडी छन् हो ठुलो बा। हामीले बिनाजुनी चिलमा भइसकिन्छ। बिनाजुनी अब हामी बिस्तारै चल्दैन, बच्चाहरू पनि रेडी हुँदैन सबैजना यहाँ। सो अब हामीहरू यहाँबाट कहाँ जान्छ हामीले अब चाहिँ ठुलो बा हाम्रो रेस्टुरेन्ट there is too hot water होइन, drinking dancing swimming। सो अब जान लाग्छौँ सबै फ्यामिलीहरू होइन। हो go to hell so we gonna drink, we gonna dance के भन्ने। अब चाहिँ हामीहरू आफ्नो गन्तव्यतिर चाहिँ अब चाहिँ फाइनल डेस्टिनेसन चाहिँ लाग्न लाग्यौँ। जो सब उतै गएर भेटौँ न गाइस। ल सी यू। So we arrived at our final destination, Hammer Spring। अलिकति अगाडि छ पार्किङमा आएको डेस्टिनेसन भ्यूहरू स्टक भाइसँग हाम्रोमा तीनजना म्यापमा फेरि एडअप भयो। भाइ हाई गरिदियो नि त यता ल। भाइ लाज भनेर बसिरहेको होला। सो फाइनली डेस्टिनेसनमा पुग्यो। सो हामीहरू सबै हिँड्दा सो चाहिँ यहाँको पार्कहरू भयो है। देखाउँछु फाइनल डेस्टिनेसन लुक्स सो ब्युटिफुल है। हाम्रो एमएस स्प्रिङमा आयौँ। जोसुकै चेन्ज गरिन्छ, पौडी सौडी खेलिन्छ, तातो पानीमा बसिन्छ। सो एमएस स्प्रिङ मेनली तातो पानीको लागि फेमस हो होइन, नेचुरल हट वाटर भनिन्छ होइन। सो हजुर रिभ्यूहरू हेरिराखौँ ल, अपडेटेड भइराख्नुलाई। hot water, having some fun here.
Some chill pill. Whenever I come here, this is my first water to go in. So this water, can you see how much सबै राम्रो छ कसैलाई भालै छैन यहाँ मुखिएमा सबैजना धेरै जस्तो बुढाबुढीहरू आउँछन् त्यस्तो घरमा जवान हुन्छ नि उनीहरू रिल्याक्समेन्ट चाहियो हुन्छ नि दौडीहरू बढी हुँदाखेरि त्यही भएर चाहियो हुन्छ राम्रो सबै कुरा राम्रो भ्यू एभ्रिथिङ इज भेरी भेरी गुड रिल्याक्समेन्ट गर्दै टक्क चिलमा सो बना रहे हैं अब हाम्रो बुढो भइसक्यो नि त्यही भएर अब यस्तो तातो पानी चाहिन्छ होइन ठुलो बाउ बडी छ बडी देखाइदिन्छु नि ल बुढीवाला बडी हजुर उतै उतै माथि हो कि सबभन्दा मेन त सो 50 वर्षको ठुलो बाउलाई ल्याएर उक्लिन सक्दैन भने डराएर मुला यहाँ हामी स्लाइड खेल्न जाँदैछौँ होइन ठुलो बा स्लाइड खेल्न गइरहेको जब हामीहरू क्याफेतर्फ लागिरहेछौँ भिनाजु राम्रो भयो भने ठिक छ नराम्रो भयो भने नि ठिक छ हजुर सब यहाँबाट अब खाजा चाहिँ खाइन्छ अनि घर सर फर्किन्छ